Hi guys, good morning. सन्चै हुनुहुन्छ? म चाहिँ आज एउटा बिरालोतिर हिँडेको। बिहानै आउनुहोस्, थोरै काम पर्छ अनि त्यो भएर हिँडेको। गाडी फेरि एउटा बिहानको गाडी छ, 6 बजी जाने, अनि फेरि 10 बजेको छ हेर्नुहोस्। त्यो बिहान गाडीमा गएपछि अनि सजिलो हुन्छ हामीलाई हिँडेको हो। हरियाली पाखा पखेरो दामी छ नि है हरियाली। सरर यो पानीको मोहन ठ्याक्क अब तपाईँको गाडी जाने बाटो आउनलाई जस्ट 2 मिनट 2 मिनट छ। अब 2 मिनट हाय गाइज, के गर्दै हुनुहुन्छ? म चाहिँ अब यता कहाँ जाने यार हामी? दुकान जाने हो। अनि दुकानमा गएर अनि के खाने त? के खाने त बाबु? के खाने दुकानमा गएर? उही हुन्छ भन्नाले हो र? जे पाइन्छ त्यही हो। त्यस्तो हो। अनि मकै पनि यत्रा भइसक्यो यता त। अगाडि हेर्नु न बाबु, अगाडि हेर्नु। सरी अगाडि हिँडेको तिमी, अगाडि हिँडेको। के लिन्छ नि यार दुकानमा? हजुर, पेप्सी। पेप्सी खाने हो। रात पर्न थाल्यो, दुकानमा हिँडेको हो। एउटा स्प्राइट लिएर आउनु पर्यो भनेर नानी बाबुलाई सँगै लिएर हिँडेको। अगाडि हिँड्नु न बाबु, पुरै ठिक हो। त्यस्तो हो, फाइन। छोरीको पनि त्यही हो। के हो भन न। भनिदिनु। हाँसी गर्छु नि त। हाई गाइज भनिदिनु न। हाई गाइज भनिदिनु। ल आऊ अबेला भयो। म यस्तो दुकानबाट आउँछु। हजुर कहाँ र?
सिमले आएर अनि बाबुले किन नखायो तिमीले दुईटा पैसाले दाइलाई तिमीले दिएको पैसा ओहो तिमीले दाइलाई पैसा दियो अनि मम्मीले फेरि तिमीलाई किनिदिएको कति ज्ञानी मान्छे हो त तिमी त दाइलाई किनिदिने अनि आफूले फेरि मम्मीलाई भन्ने न हो मम्मीले भनेर हो के खान्छु भनेर सोध्नु भएको थियो अनि तिमी के भन्यौ त सानो लिची भनेको कत्रो थियो त डिब्बामा यत्रो जुस थियो नि यत्रो के अनि कहाँ आएर खायो त सिमले हो अनि के पढाउँदा आज छोराले मैले पढिने हो र भुल्यो के ओ छोरो भुल्न भएन नि पढेर त तिमीलाई के पढाउनु भयो कल पढाउनु भयो त मैले पढाएर भन्ने मिसले मिसले हेर्छिन् हैन अनि दाइले भन्दिनु दाइले के भन्नु त के भन्नु अध्याय कस्तो कमलारी हर्दिन्छ अनि के अनि के लेखिदिन्छ न पढाएर दिनु गाइज म चाहिँ अब दोकानमा आउनु थालेँ कि यहाँनिर हो दोकान अब रात पनि पर्यो है त ल